हेलो वेलकम टु माई न्यू ब्लग गाइज। यो चाहिँ हाम्रो सेकेन्ड ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ थाहा छैन, नाम चाहिँ थाहा छैन गाइज, तर रेडी चाहिँ भइसक्यो। आज विकेन्ड पनि हो। ब्युटिफुल भएर हामी अब जान लागेको। सी यु गाइज। हामी अगाडि देखाउने नै छौँ। हेर्दै गर्नु होला गाइज। ओके, हेर्दै गर्नु होला। ओके, यो चाहिँ हाम्रो रुमहरू देखाउनु पर्दैन क्या। छिटो सामानहरू बिग्रिएको छ कि मेकअप गरेर मेरो बुढीले बिहानभरि मेकअप गरेर यहाँ। ल भयो भयो छिटो। ओके गाइज, हामी हामी चाहिँ सामान बोकेर लाग्दैछौँ गाइज। सामान धेरै छ, सामान धेरै छ। अब चाहिँ सामान हाल्नु पर्ने हुन्छ गाइज। ल ल हालिदिए। यो छ, यो पछाडि हाल्ने हो, अगाडि हाल। अनि यो चाहिँ हाम्रो उता चेन्ज गर्नेलाई लुगा, चेन्ज गर्नेलाई लुगा। ओके गाइज, तर हामी चाहिँ यो गाडीमा जाँदैनौँ। यो गाडी हामीले छोड्नुपर्छ उता दाइहरूको घर गएर, होइन त बुढी? ओके गाइज, अहिले त्यहाँ गएर भेटौँला। सो गाइज, हामी चाहिँ हिँडिसक्यो। घरबाट भर्खर निस्केको। यहाँ यस्तो गर्मी भइरहेछ कि गर्मी चाहिँ कति डिग्री हो? बाहिर धेरै गर्मी छ, बाटो चाहिँ यस्तो भइरहेछ। अब त्यहाँ गएर फेरि लाइटमा पर्ने हो। 3:17 हामी हिँडेको। अब कति बजे पुग्छ हेरौँ। अब उता गएर रोक्नु बाँकी छ दाइको घरमा पुगेर। आर यु एक्साइटेड बुढी? Yes, I'm so excited, baby. वाट, बुढी धेरै एक्साइटेड रहेछ घुम्नको लागि। म पनि एकदमै एक्साइटेड छु। सो गाइस, हामी चाहिँ आइपुगिसके यहाँ दाइ र भाउजूको घरमा। अब हामी यहाँबाट ओर्लेर यो ठुलो गाडीमा जाने हो, होइन बुढी? सामानहरू निकालौँ। ल फेरि अब हिँडेपछि फेरि भेटौँ ल गाइस। हामी आइसके। ल रेडी राख्दैछ अब 1 घन्टा यहाँ बितिन्छ। अब एकछिन गेम हेरिन्छ आफू चाहिँ। दादाले चाहिँ आज 5 आवर ड्राइभ गर्दै हुनुहुन्छ। कङ्ग्रेचुलेसन। कङ्ग्रेचुलेसन्स रे। मेरो पनि भिडियो हुँदैन नि। अब अर्को भाइ आउँदै हुनुहुन्छ, विजय भाइ, होइन त? अब अहिले देखाउँछु म अब विजय भाइलाई चाहिँ। ओके, दुईजनाको रमाइलो हेर्नुहोस्। यता छ अगाडि केही देख्दैन त। मान्छे राम्रो होइन, भिडियो भइरहेछ है। हेलो गाइस, हाम्रो गाडीभित्रको सिन चाहिँ यस्तो छ। होइन, वेलकम टु हामी अब यहाँ फोन, यहाँ चस्मा अर्डर गरेर हेलो गाइस होइन, हामी चाहिँ अब पुग्न लागि। अब हाम्रो डेस्टिनेसन पुग्न चाहिँ हामी ओन्ली 1 आवर बाँकी छौँ गाइस। हामी एकदमै एक्साइटेड छौँ। हाम्रो चटपटे खान्छौँ गाइस, चटपटे चटपटे खाँदा खाँदै रात पर्ने भयो आज। फेरि चुकिलो पिरो, अमिलो खट्टो पिरो। ल त कैन ल परेको चुकिलो पिरो। ल मेरी जिंदगी में तुम। In about 10 miles, turn right onto State Highway 359. मेरी जिंदगी में तुम बाहर बनके आए हो। मेरी जिंदगी में तुम बाहर बनके मेरे दिल में यूं ही रहना। मेरे दिल में यूं महकती हुई चांदनी, इसमें जैसे जलती हुई राखनी, आप जैसे कभी जिसमें जैसे
दाइको मात्र भिडियो भाबी र राजदाइको मात्र निकालेर आएको छ कि यहाँनिर अझै म बोलेको हुन्छु फेरि है छ्या बा क्लिक गर्दै गर्नु के अब हेर्नु तपाईँले आज स्टप हेर्नु अब तपाईँले यो पनि निस्किसक्यो तल यस्तो भएको फाइनली गाइस हामी आइपुगेको छौँ कपर क्रिस्टी आफ्टर 5 hours ड्राइभ ओके गाइस भर्खर अब भाइस आउँदैछ भाइस हाम्रो ग्याङहरू छ यता हाम्रो ग्याङ ल गाइस हामी चाहिँ आएर पनि होटेलमा चेक इन भइसकेको छ रातिको 11 बजिसक्यो हाम्रो दाइ चाहिँ उता आज ड्राइभ गर्नुभयो भने थाकेर सुत्नु भएर छ हामी चाहिँ अब चटपटे पार्टी छ खै देखाउँदा चटपटे पार्टी छ त्यसपछि सुतेर भोलि चाहिँ अब बवाल भिडियो आउँछ गाइस बवाल अब समुद्र घुमेको भिडियो आउँछ अब ल गाइस सी यु अन द नेक्स्ट ब्लग ओके